तपाईँको भान्सामा एउटा यस्तो अद्भुत शक्ति लुकेको छ जसले तौल व्यवस्थापन र स्वास्थ्यमा क्रान्ति ल्याउन सक्छ। यो हो चिया सिड, जसलाई स्वास्थ्य विज्ञहरूले सुपर फुडको नाम दिएका छन्। आखिर यो किन यति धेरै महत्त्वपूर्ण छ? यसमा प्रशस्त मात्रामा फाइबर, ओमेगा 3, फ्याटी एसिड, क्याल्सियम र प्रोटिन पाइन्छ। यसको उच्च फाइबर मात्राले पाचन प्रणालीलाई स्वस्थ राख्छ र तपाईँको लामो समयसम्म पेट भरिएको महसुस गराउँछ। ओमेगा 3 ले मुटुलाई स्वस्थ राख्न र छालालाई चम्किलो बनाउन मद्दत गर्दछ। यो सानो दानाले पानी सोसेर आफ्नो आकारलाई कहीँ गुणा ठुलो बनाउँछ। अब चिया सिड कसरी खाने त? चिया सिड सेवन गर्ने सही तरिकाबारे जान्नुहोस्। ध्यान दिनुहोस्, यसलाई सुकेर ड्राई राख्नु हुँदैन। 1 चम्चा चिया सिडलाई 1 गिलास पानीमा हालेर रातभर भिजाउनुहोस्। बिहान खाली पेटमा यो पानी पिउँदा शरीरलाई धेरै लाभ मिल्छ। यसलाई बिहानको खाजा, ब्रेकफास्टको रूपमा तयार गर्न सकिन्छ। दही वा दुधमा भिजेको फलफुल र थोरै मह मिसाएर सेवन गर्नुहोस्। तपाईँ आफ्नो मनपर्ने स्मुदी, ओटमिल वा सलादमाथि यसलाई सुकेको वा हल्का भुटेको रूपमा छरेर पनि प्रयोग गर्न सक्नुहुन्छ। चिया सिडको मात्रा सुरुमा कमै राख्नुहोस्। दैनिक 1 देखि 2 चम्चाभन्दा बढी प्रयोग नगर्नुहोला। चिया वाटर बिहान खाली पेटमा सबैभन्दा उपयुक्त मानिन्छ। पुडिङ र टपिङहरू बिहानको खाजा वा दिउँसोको स्न्याक्सको समयमा प्रयोग गर्दा पनि राम्रो हुन्छ। आजैबाट यसको प्रयोग गर्नुहोस्। तपाईँले छोटो समयमै यसको सकारात्मक प्रभावहरू अनुभव गर्नुहुनेछ भन्ने हामीलाई विश्वास छ। यो जानकारी उपयोग लाग्यो भने लाइक गर्नुहोस्, अरूलाई सेयर गर्नुहोस् र यस्तै स्वास्थ्य सुझावहरूका लागि हामीलाई फलो गर्नुहोला। हस्त धन्यवाद।